र हामी आज वचनको समयमा प्रवेश गर्नेछौँ। सबैले खोलौँ यूहन्नाको किताब 15 को 8 पदलाई खोल्नेछौँ। 15 अध्यायको 8 पदलाई। तपाईले वचन सुन्दा चाहिँ यो वचन चाहिँ जीवित छ, एउटा शक्ति हो यो चाहिँ। अनि तपाईले त्यो आदरले त्यो ध्यानले परमेश्वरको वचनलाई सुन्नुभयो, बुझ्ने प्रयास गर्नुभयो भने परमेश्वरको आत्माले बुझाउनुहुन्छ। त्यो वचनले काम गर्छ हाम्रो जीवनमा। तपाईले धेरै नबुझ्ला मैले भनेको कुराहरू, तर तपाई सुन्दै गर्दाखेरि पनि तपाई भित्र त्यो असल हृदयले सुनेको कारणले गर्दा त्यो वचनको प्रभाव चाहिँ तपाईमा देखा पर्छ। त्यसकारण वचनलाई त्यो आदरले सुन्नु होला। मलाई हेरे जस्तै मलाई ध्यान दिए जस्तो मात्र होइन, झुक्काए जस्तो मात्र होइन, एकदमै ध्यानसँगै तपाईले सुन्नु होला। रेडी क्यामेरा। यूहन्ना 15 को 8 बाट हामी हेर्नेछौँ। यहाँ लेखिएको छ, तिमीहरूले धेरै फल फलाएर मेरो चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरो पिताको महिमा हुनेछ। सबैले भनौँ आमेन। मसँगै पाठ गर्नु होला। तिमीहरूले, अलि जोडले, तिमीहरूले धेरै फल फलाएर मेरो चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरो पिताको महिमा हुनेछ। आमेन आमेन। यूहन्ना 15 अध्याय टोटल परमेश्वर येशू ख्रीष्टले फलको विषयमा कुरा गर्नु भएको छ। तिमीहरू ममा रहो, तिमीहरू फलवन्त हुने भए, तिमीहरूले फल फलाउने भए, तिमीहरू मसँग गाँसिनु पर्छ। मदेखि अलग रहेर तिमीहरू सुक्छौ, तिमीहरूको हाँगामा, तिमीहरूको जीवनमा फल लाग्न सक्दैन भन्ने कुरा येशू ख्रीष्टले भन्नु भएको छ। अनि येशूले यसो पनि भन्नुभयो, म चाहिँ एउटा रुखको त्यो मेन उयो रुख हो, तिमीहरू चाहिँ मबाट निक्लेका हाँगाहरू हो। अनि एउटा हाँगामा फल लाग्नु हो भने त्यो हाँगा चाहिँ रुखसँग गाँसिएको हुनुपर्छ। त्यही कारण तिमीहरू मसँग गाँस्यौ, यदि ठिकसँगले गाँस्यौ भने तिमीहरूले फल फलाउनेछौ। आमेन। तर तिमीहरू गाँसिएनौ भने त तिमीहरूले फल फलाउन सक्दैनौ। तिमीहरू हाँगा त हौ, तर मेन रुखसँग गाँसिएको हुन पर्छ। यो भन्दै गर्दै गर्दाखेरि येशूले 15 को 8 पदमा आएर भन्नुभयो, तिमीहरूले धेरै फल फलाएर अनि मेरो चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरो पिताको महिमा हुनेछ। आमेन आमेन हालेलुया। येशूले भन्नुहुन्छ, तिमीहरूले धेरै फल फलायौ भने तिमीहरू मेरो चेला हौ भन्ने प्रमाणित हुन्छ। अनि जब तिमीहरू मेरो चेला हौ भन्ने प्रमाणित हुन्छ, प्रमाण गर्यौ भने यी कुराहरूले नै परमेश्वरलाई वास्तविक महिमा हुनेछन्। आमेन। यो विषयमा हामीले अलिकति बुधबार तपाईलाई मैले थोरै कास्टिङको रूपमा अस्ति अलिकति शिक्षा दिएँ यो विषयमा। आज म यसको विषयमा अलिक तपाईलाई गहिरो रूपमा बताउन चाहन्छु। येशूले भन्नुभयो फल फलाओ, फल फल्ने छ, फल फल्न पर्छ, मसँग गाँसेर तिमीहरूको फल हुन पर्छ। अब भनौँ हामी त्यो फल चाहिँ के हो प्रिय? येशूले भन्नुभएको कुन फलको कुरा गर्नु भएको? यसो सोच्नु त, के होला त्यो फल चाहिँ जो येशू प्रभुले खोज्दै हुनुहुन्छ, येशू प्रभुले चाहना गर्दै गरेको कुरा चाहिँ? तिमीहरूले फल फलाऊ भनेको चाहिँ के हो त्यो फल? हजुर, हाम्रो दृष्टिकोणमा एउटा फलवन्त व्यक्ति चाहिँ को हो? राम्रो वस्त्र लगाएको, चिल्लो चाप्लो, अलिकति धन सम्पत्ति कमाएको व्यक्ति? हामीले देख्दा त यस्तै मात्र देखेका छौँ, यस्तै मात्र भन्दै गरेका छौँ। प्रभुले आशिष दिनुभएको छ कि त आशिषित छ, आजकल मजाले कमाउँदैछ, परमेश्वरको आशिष परेको छ। हजुर, यसै भन्छ नि हामी, होइन? राम्रो काम भइरहेको छ, कमाइ राम्रो भइरहेछ, प्रभुले आशिष दिनुभएको छ, राम्रो फलवन्त भयो यो विश्वासी त। जसले कमाएको छैन ऊ चाहिँ सुक्यो हो भने जस्तै, फलै फल्दैन हो अहिले चाहिँ भने जस्तै। हामीले यसरी व्याख्या गर्छौँ। हाम्रो व्याख्या गर्ने स्तर यस्तो छ, होइन? राम्रोसँग अलिकति जडासुडुक कमाउँदैछ, हातमा पैसा खेलाउन सक्ने, सुनचाँदी लगाएर हिँड्न सक्ने छ भने आशिष पायो यो मान्छेले, त फलवन्त छ यो मान्छे। तर आज म तपाईँलाई बताउन चाहन्छु, हामीले मूल्याङ्कन गर्दै गरेका यस्ता भाषाहरू, जुन एउटा स्तर छ एउटा सोच्ने कुराहरू, यो कुरा बाइबलले यो भनेको होइन। एउटा मान्छेले मजाले कमाउँदै गर्दाखेरि पनि, चिल्लो चाप्लो देखिएर गाउँ समाज वरिपरि मण्डलीमा राम्रो देखिँदै गर्दाखेरि पनि त्यो मान्छे फलवन्त नहुन सक्छ, त्यो मान्छे आशिषित नहुन सक्छ। कसरी नहुन सक्छ? किनभने जसले गलत तरिकाले कमाएको छ, गलत बाटोबाट कमाएको छ, जति नै गरे पनि
हाम्रो मान्छेको दृष्टिकोणमा ओहो कति धेरै आशिष पाएको देखिए पनि त्यो आशिष होइन। त्यसलाई बाइबलले ब्लेसिङ्स फ्रम द गड, परमेश्वरबाटको आशिष भन्दैन। यो आशिष भन्ने कुरा चाहिँ नि एउटा बहुत गम्भीर कुरा हो प्रिय। अहिले यो विषयमा म तपाईँलाई फेरि एकछिनमा बताउँछु, तर यति चाहिँ बुझ्न पर्छ। तपाईँलाई कतिपल्ट तपाईँले आशिष थाप्नुहुन्छ, म गड ब्लेस यु भन्छु, यो पनि के हो अहिले म तपाईँलाई बताउँछु। यो ब्लेस भन्ने कुरा, आशिष भन्ने कुरा होइन, फल भन्ने कुरा चाहिँ धेरै फरक कुराहरू हो। हामीले देख्दाखेरि कोही मान्छे अभावमा छ, यो चाहिँ फलवन्तै छैन, आशिषित छैन, होइन। कोही मान्छे दिने भएको छ, अलिकति राम्रो भएको छ, कमाउँदैछ, त्यो मान्छे धेरै आशिषित भयो, त्यो होइन। परमेश्वरको दृष्टिले यसरी धन र सम्पत्ति र हामीसँग भएका थोकहरूको तरिकाले नजर लगाउँदैन। उहाँको हेर्ने दृष्टिकोण फरक छ। त्यही कारण बाइबलले भन्छ मान्छेको सोच र परमेश्वरको सोच चाहिँ आकाश र पृथ्वी जति फरक छ त्यति नै छ। भनेको कति फरक छ आकाश र पृथ्वी? कति टाढो होला आकाश भन्नु त? कति टाढो छ यो आकाश? यो आकाश भन्ने कुरा चाहिँ अनन्त छ, भनेको यसको अन्त नै छैन। यो माथि देख्दै गरेको निलो हामी जुन आकाश देख्छौँ यो वास्तवमा निलो पनि छैन। बुझ्नुभयो? यो निलो अनि यो बादल, यो चाहिँ आकाश होला, यति नै होला, त्यस्तो होइन। आकाश भन्ने कुरा चाहिँ वास्तवमा एउटा शब्द मात्र हो। वास्तविकतामा आकाश अनन्त छ, कहिले काहीँ पनि यसको अन्त्य छैन। जति लाखौं करोडौं किलोमिटर माथि गए पनि, 1 लाख वर्ष लगाएर माथि गए पनि प्रिय, त्यहाँदेखि पनि त्यो आकाश फेरि त्यति नै उता छ। अनि बाइबलले भन्छ तिमीहरूका मान्छेको सोच र मेरो सोच चाहिँ यस्तै अन्तर छ। तिमीहरू यति तल सोध्छौ, म अर्कै कुरा सोध्छु। हामी यो सोध्छौँ कि एउटा मान्छेले राम्रो गर्दैछ चाहिँ आशिषित भयो, ब्लेसेड भयो, होइन। बाइबलमा यीशु ख्रीष्टले भन्नुभएको फल, विश्वासीहरूमा फल हुनुपर्छ भनेको त्यो फल के हो? त्यो ओरिजिनल फ्रुट के हो? केलाई फल भन्न मिल्छ? हामीले राम्रो देख्ने बित्तिकै फल भन्न मिल्छ कि? हजुर, होइन। केलाई भन्ने फल के हो त? बाइबलले भनेको फल, त्यो विषयमा हामी हेर्नेछौँ। आमेन। बाइबलले भन्यो तिमीहरूले धेरै फल फलाओ, तिमीहरू फलवन्त हुनुपर्छ विश्वासी भएर। ख्रीष्टमा आएपछि परिवर्तन भएको, फलवन्त भएको देखिन पर्छ। यदि फलवन्त भएको देखिएन भने, तिमीहरूमा फल देखिएन भने तिमीहरू अझै पनि गाँसिएका छैनौ। तिमीहरू फल हुनै पर्छ, यीशुले यो भन्नुहुन्छ। अनि त्यो फल चाहिँ के हो? वास्तविकतामा बाइबलले भनेको फल चाहिँ यो हो कि जे कुरा हामी परमेश्वरको निम्ति छुट्याउँछौँ त्यो कुरा चाहिँ ख्रीष्टको निम्ति फल बनिन्छ। आमेन। सबैले भन्नु त, जे कुरा म परमेश्वरको निम्ति छुट्याउँछु त्यो कुरा चाहिँ परमेश्वरको निम्ति फल बनिन्छ। आमेन। फल भनेको यो एउटा थोक हो भनेर एउटा निश्चित एउटा कुरा होइन, तर जे कुरा परमेश्वरको निम्ति हामी छुट्याउँछौँ, अलग्याउँछौँ, दिन्छौँ, त्यो कुरा चाहिँ ख्रीष्टको निम्ति एउटा फल बनिन्छ। आमेन। हालेलुया। जस्तै पहिला के हुन्थ्यो भने पुरानो करारमा वेदी बनाइन्थ्यो। अहिले पनि तपाईँको भेटी दशांश हामी प्रार्थना गर्दा के गर्छौँ? तपाईँको वेदीमा हामी अर्पण गर्छौँ भनेर म प्रार्थना गर्छु नि, होइन। प्रभुको वेदीमा लानुपर्छ भन्छौँ। त्यो वेदी के हो भन्दा, वेदी चाहिँ त्यो ठाउँ हो जहाँ परमेश्वरले के गर्नुहुन्छ? हस्तक्षेप गर्नुहुन्छ। वेदी चाहिँ त्यो ठाउँ हो जहाँबाट परमेश्वरले स्वीकार गर्नुहुन्छ। वेदी चाहिँ त्यो ठाउँ हो जहाँ परमेश्वरको निम्ति दिइन्छ। आमेन। त्यही कारण हामीले भेटी दशांश लिएर प्रभुको वेदीमा, ल प्रभुको वेदीमा हामीले वेदी, यो भाडो होइन नि, वेदी यो भाडो वेदी हो। यो चर्चको यो स्थान वेदी हो, होइन। यस्तो व्यक्तिगत स्थान देखिने स्थान वेदी होइन। वेदी चाहिँ जहाँ पुजारीले त्यो कुराको निम्ति कुनै पनि कुरा होस् त्यो कुराका लागि प्रार्थना गरिन्छ, परमेश्वरमा अर्पण गरिन्छ, त्यो कुरा चाहिँ त्यो स्थान चाहिँ वेदी बनिन्छ। तर पुरानो करारमा चाहिँ अर्कै थियो। पुरानो करारमा चाहिँ बाहिरी चोक तम्बु टाँगिन्थ्यो, बाहिरी चोक, भित्री चोक अनि महापवित्र स्थान भन्ने हुन्थ्यो। अनि महापवित्र स्थानमा चाहिँ पुजारीले बाहिरबाट लगेका कुराहरू प्रक्रियाबद्ध छ, होइन। प्रक्रियाबद्ध तरिकाले भित्र महापवित्र स्थानमा लगिसकेपछि जहाँ चाहिँ यस्तो ठाउँ भन्थ्यो त्यसलाई चाहिँ कि त्यो चाहिँ पालले टाँगेको मात्र हुन्थ्यो। फेरि ठुलो होइन, पाल टाँगेको छ, 3वटा कोठा छुट्याइएको छ
अनि एउटा कोठा जो मेन ठाउँ चाहिँ हुन्थ्यो त्यो ठाउँलाई चाहिँ महापवित्र स्थान भनिन्थ्यो। अनि त्यहाँनिर चाहिँ परमेश्वरको निम्ति लगेका कुराहरू अर्पण गरिन्थ्यो, जस्तै रगत छड्किने काम, ल यसलाई ग्रहण गरिदिनु प्रभु भनेर बाहिरदेखि काटेका कुराहरूलाई लगेर छड्किने काम। अनि त्यो महापवित्र स्थानमा चाहिँ परमेश्वर हुनुहुन्थ्यो र महापवित्र स्थानमा अर्पण गरिएको छुट्याइएको कुरा चाहिँ प्रभुको हुन्थ्यो। त्यो चाहिँ हालेलुया। त्यसरी नै महापवित्र स्थानदेखि बाहिर पनि जब जब राज्यमा लडाई गर्न आट्यो, सङ्कष्ट भयो अथवा परमेश्वरले भन्नुभयो बलिदान काटेर बाख्रा भेडा के छ हैन, यस्ता कुराहरू काटेर गोरु साँडे परेवा यस्ता कुराहरू काटेर एउटा ढुङ्गाको दाउराको एउटा ठुलो बनाएर जलाउने ठाउँ बनाएर त्यहाँनिर जलाइन्थ्यो, त्यसलाई पनि वेदी भनिन्थ्यो। अनि त्यहाँ होम बलि, मेल बलिहरू, अर्घ बलिहरू त्यहाँ चढाइन्थ्यो। सुन्नुहोस् है, मैले गहिराईमा बुझाउन चाहँदैछु। त्यसरी परमेश्वरको निम्ति अर्पण गरिन्थ्यो र त्यो हिस्सालाई परमेश्वरले आफ्नो निम्ति स्वीकार्नुहुन्थ्यो। आमेन। अनि त्यसरी परमेश्वरको निम्ति अर्पण गरिएको छुट्याइएको कुरा, अलग गरिएको कुराहरू चाहिँ परमेश्वरको तर्फबाट त्यो चाहिँ फल हुन्थ्यो। त्यो चाहिँ एउटा फल हो, फलाइएको फल जस्तै हुन्थ्यो। एक्ज्याक्टली त्यसरी नै नयाँ करारमा अहिलेको समयमा, अनुग्रहको समयमा, अहिले अनुग्रह छ, त्यही कारण पापको सजाय तुरुन्तै हुँदैन। पश्चाताप गर्ने मौका परमेश्वरले जीवन रहन्जेल बाँचुन्जेल फेरि एकपल्ट दिनुहुन्छ। फेरि पश्चाताप गर भनेर परमेश्वरले आइज भन्नुहुन्छ। किनभने कुनै पनि मूल्यमा कोही पनि परमेश्वरको मान्छे गुमेको उहाँ चाहनै हुन्न। किनभने त्यो मूल्य चाहिँ रगतको र आफ्नै प्राणको भएको कारणले गर्दा कुनै पनि अर्को मूल्यमा कुनै पनि कुराले मेरो मान्छेलाई अलग गरोस् भन्ने नचाहेको कारणले गर्दा हामीलाई पाप गल्ती गरे पनि फेरि एकपल्ट फर्केर आइज भन्नुहुन्छ अनि फेरि नगर भन्नुहुन्छ। आमेन। हालेलुया। नयाँ करारमा चाहिँ यसुले भन्नुभयो फल फलाऊ, अनि त्यो फल चाहिँ जे कुरा प्रभुको लागि हामी छुट्याउँछौँ, अलग गर्छौँ, दिन्छौँ, त्यो हाम्रो धन पनि हुन्छ, त्यो हाम्रो स्वभाव पनि हुन्छ, त्यो हाम्रो समयहरू पनि हुन्छ। प्रिय, अहिले तपाईँले यो टाइम छ नि, कति बजे, यो टाइम चाहिँ प्रभुको लागि एउटा फल हो। तपाईँले एउटा असल समय प्रभुलाई अर्पण गर्नुभयो, प्रभुको नाममा तपाईँ भेला हुनुभयो, यो पनि तपाईँको जीवनको एउटा फल भयो। हालेलुया, हालेलुया। अर्को कुरा म तपाईँलाई लान चाहन्छु, पहिलो इतिहासको किताब 16 अध्यायमा। पहिलो इतिहास 16 को 1 र 2 मा यसरी लेखेको छ, तिनीहरूले परमेश्वरको सन्दुक ल्याएर त्यसको निम्ति दाउदले टाँगेको पाल भित्र राखे र तिनीहरूले परमप्रभुलाई होम बलि र मेल बलि चढाए। जब दाउदले यी बलिदानहरू चढाइसके तब तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए। आमेन। जब होम बलि र मेल बलि सन्दुक भनेको परमेश्वरको उपस्थितिमा चढाइसके तब परमेश्वरका जन दाउदले चाहिँ आफ्ना मानिसहरूलाई जति पनि थिए त्यहाँ परमप्रभुको नाउँमा आशीर्वाद दिए। त्यही चर्चमा संगतिहरूको अन्त्यमा पिता पुत्र पवित्र आत्माको नाउँमा आशीर्वादको जुन प्रार्थना गरिन्छ त्यो चाहिँ अत्यन्तै बाइबलीय र अत्यन्तै आवश्यक प्रार्थना हो। त्यही कारण तपाईलाई हतार भयो, के भयो, कसो भयो भन्ने बित्तिकै आशिषको प्रार्थना, आशीर्वादको प्रार्थनाको अन्त्य नभई, त्यसलाई ग्रहण नगरी, त्यसलाई नसुनी, त्यसलाई आमेन नभनी तपाईँ जान पनि हुँदैन। बुझ्नुभयो? छिटो गरौँ न, छिटो गरौँ भनेर हुँदैन। आशीर्वादको प्रार्थना तपाईँले सुनेर आमेन नभनेसम्म तपाईँ जान पनि हुँदैन। हामी त्यो स्थानबाट निस्किन पनि हुँदैन जहाँ हामीले अघिबाटै समय दिएका छौँ। किनभने दाउदले आफ्नो मानिसहरूलाई परमप्रभुको नाउँमा आशिष दिए। त्यतिखेर धन दिए, राजा थिए, यो दिए त्यो दिए, केही पनि होइन। परमेश्वरको नाउँमा त्यतिखेर पनि आशीर्वाद दिइन्थ्यो। आमेन। त्यही कारण आशीर्वादको प्रार्थना चाहिँ यो। तर एकले भन्छ होम बलि र मेल बलि चाहिँ परमेश्वरको सन्दुकको अगाडि दाउदले अर्पण गरे, दिए, चढाए, परमेश्वरको नाउँमा त्यो कुरालाई छुट्याए, अलग्गै गरे। यो पनि त्यतिखेर परमेश्वरको निम्ति एउटा फल हुन्थ्यो, होम बलि र मेल बलि पनि।
आमेन। पुरानो समयमा त्यो कुरालाई पनि परमेश्वरको राज्यमा पुरानो करारमा फल जस्तै हुन्थ्यो प्रिय। नयाँ करारमा आएर चाहिँ यो कुरा अलिकति परिवर्तन भएको छ। अब सुन्नुहोस्, म त्यहाँ लान चाहन्छु मर्कुसको किताब 11 को 7 अध्यायमा 7 पदमा। मर्कुस 11 को 7 पदमा मर्कुस 11 को 7 मा लेखेको छ, तिनीहरूले बछेडो येशू कहाँ ल्याए र आफ्ना वस्त्रहरू त्यसमाथि राखिदिए र उहाँ त्यसमाथि सवार हुनुभयो। आमेन। के माथि? बछेडो येशू कहाँ ल्याए भनेको गधाको बछेडो येशू कहाँ ल्याए। येशू यरुशलेममा प्रवेश गर्न लाग्नु भएको थियो। येशू यरुशलेममा प्रवेश गर्दा राजाको स्वागत हुनु पर्थ्यो, तर येशूका विरोधीहरू मात्रै थियो वरिपरि। बुझ्नुभयो? यरुशलेम राजाहरूको सहर हो। पहिलो पल्ट येशू राजा यरुशलेम प्रवेश गर्दै हुनुहुन्थ्यो। येशूका विरोधी मानिसहरू थिए, पछ्याउने भिडहरू पनि थिए, तर कहिले यसलाई मारौँ भनेर लागि परेका दुश्मन मानिसहरू पनि धेरै थिए। त्यही राजाको सवारी यरुशलेमको सहरभित्र कसैले गरेन। रथहरू घोडाहरू केही पनि पठाइएन, तर वचन पुरा हुनु थियो। अनि वचन मुताबिक येशू ख्रीष्टले आफै त्यो घरमा त्यो घरमा चाहिँ एउटा गधाको बछेडो छ। त्यो बुझ्नुभयो? यरुशलेममा राजाको प्रवेश हुँदै थियो, त्यही कारण कसैले स्वागत गरेनन्। वचन मुताबिक राजा स्वयं प्रवेश गर्नुभयो, तर के माथि प्रवेश गर्नुभयो? त्यो अर्को राजा जस्तै घोडा र रथमा होइन, येशूले गधाको बछेडो लिएर आइज, त्यसमा चढेर यो राजाको सवारी हुन्छ। आमेन। येशू गधामाथि चढ्नु भयो, लिएर आइयो, चढियो। अनि त्यो गधाको हामीलाई धेरै कुराहरू थाहा छ। गधामाथि चढियो, गधा हिँड्ने बाटोमा सबैले आफ्नो लुगाहरू, खजुरका डालाहरू, फुलहरू, धेरै कुराहरू बिछ्याइदिए। अनि त्यो माथि गधामाथि येशूको सवारी। यसरी यरुशलेम भन्ने सहरमा येशू ख्रीष्टको प्रवेश भयो, किनभने उहाँ चाहिँ राजा हुनुहुन्थ्यो। राजाहरूको सहरमा यसरी नै राजकीय प्रवेश हुनु पर्थ्यो, तर उहाँको चाहिँ अर्कै तरिकाको प्रवेश भयो। आमेन। मैले भन्न चाहेको चाहिँ तिनीहरूले बछेडो येशू कहाँ ल्याए र येशू बछेडो माथि चढ्नु भयो। सुन्नुहोस्, अघि हामीले यूहन्ना 15 को 8 मा हेर्यौं, तिमीहरूले धेरै फल फलायौ भने मेरो पिताको महिमा हुनेछ, तिमीहरूले चेला हो भन्ने प्रमाणित त्यहाँबाट हुनेछ। फल भन्ने कुरा चाहिँ येशूको निम्ति अलग गरिएको कुरा हो। आमेन। जस्तै यतिखेर गधा चाहिँ येशूको निम्ति छुट्याइयो प्रिय। गधा चाहिँ येशूको लागि काम लाग्ने भयो। अनि जे कुरा येशूको लागि काम लाग्ने हुन्छ नि हाम्रो जीवनको, जे कुराले येशूको राज्य, येशूको निम्ति काम लाग्छ, काम लगाउँछौँ हामी, त्यो कुरा चाहिँ परमेश्वरको निम्ति फल हो। आमेन। जे कुरा परमेश्वरको निम्ति काम लाग्दैन, चाहे जेसुकै होस्, त्यो कुरा कहिल्यै पनि परमेश्वरको राज्यको निम्ति फल हुँदैन। तपाईको जीवन प्रभुको लागि काम लागेन, तपाईको समय काम लागेन, तपाईको धन काम लागेन, तपाई र ममा भएको कुनै पनि थोक प्रभुको लागि काम लागेन भने, चाहे हामी मान्छेले जय जयकार गर्ने त्यो उचाइमै किन नपुगौं, तर त्यो कुनै पनि स्थितिमा त्यो फल होइन। यदि धन सम्पत्ति र मान मर्यादालाई फल भनिने हो भने आज हामी भन्दा कयौं गुना बढी धनी अरू मानिसहरू छन्, तर प्रभुले त्यसलाई फल भन्नु भएको होइन। फल धेरै फलायो भने महिमा हुन्छ, त्यो होइन। तिमीहरूको राम्रो काम भयो, सुकिलो भयो भने पिताको महिमा, त्यो भनेको होइन। वास्तविकतामा फल भनेको चाहिँ त्यो जे कुरा प्रभुको लागि काम लाग्छ। आमेन। तपाई र ममा परमेश्वरले दिएका थोकहरू हुन्छ नि प्रिय, त्यो कुरा पनि प्रभुको लागि काम लाग्नुपर्छ। जब त्यो कुराले प्रभुको राज्यको समय, प्रभुको राज्यमा काम लाग्ने टाइम आउँछ नि, त्यो कुरालाई प्रभुको लागि काम लगाउनु पर्छ। आमेन। एउटा गधाको बछेडो पनि काम लाग्यो येशूको लागि, तर दुःखको कुरो हामी धेरैपल्ट काम लागेका छैनौं प्रभुको लागि। बुझ्नुभयो? तपाईँ र म साँच्चै प्रभुको लागि काम लाग्दो छौँ। हामी त्यसरी सोच्छौँ किङडम अफ गड, प्रभुको राज्य मण्डली, परमेश्वरको कुराहरूको लागि काम लाग्दो हुनुपर्छ भन्ने कुरा कहिल्यै हाम्रो मन विवेकमा यसरी आउँछ? हाम्रो हैसियत त त्यो गधाको बछेडा भन्दा पनि तल हुन्छ कि हामी कहिल्यै काम लागेका हुँदैनौँ परमेश्वरको राज्यको निम्ति। मेरो प्रिय, एउटा गधालाई पनि प्रभुले काम लाग्ने बनाउनु भयो। अन्त्यमा त्यो गधा, गोठबाट ल्याइएको गधा,
त्यो फोहोरबाट ल्याइएको गधा त्यसले मानिसहरूको गम्छा, लुगाहरू, फुलहरू, खजुरका डालाहरूमा त्यसले हिँड्ने मौका पायो। जब प्रभुको लागि त्यो कुरो काम लाग्ने कुरा भयो, प्रभुको लागि अर्पण गर्यो, प्रभुको लागि काम लाग्यो नि, त्यो कुराको महिमा पनि बढेर गयो। पहिलाको मेरो बाइक जुन थियो धेरै वर्ष अगाडिको, अर्को बाइक योभन्दा अगाडिको, त्यो बाइक पनि वास्तवमा यति धेरै प्रभुको कामको लागि लाग्थ्यो। त्यो बाइक 3 जना, कोही बेला त 4 जनासम्म पनि ट्याङ्कीमाथि चढेर पनि म कुदाउँदै प्रिय। हामी प्रार्थना गर्न जाँदाखेरि फोकटमा हैन, फेरि प्रार्थना गर्न जाँदाखेरि हाम्रो त्यस्तो हुन्थ्यो। प्रभुको कामको लागि भन्दाखेरि यति धेरै त्यसलाई मैले प्रभुको लागि युज गर्थेँ, किनभने जे कुरा प्रभुको हो त्यो प्रभुको लागि प्रयोग गर्नुपर्छ। अन्त्यमा एलियालाई र हनोकलाई प्रभुले मन पराएर जिउँदै स्वर्ग बोलाउनु हो, किनकि उनीहरू धेरै प्रभुको लागि काम लाग्दथ्यो। यो त अति दामी छ, यिनीहरूलाई त त्यत्तिकै ल्याउनु पर्छ भनेर लानु हो। अन्त्यमा त्यो मेरो बाइक पनि परमेश्वरले आफ्नो राज्यमा यो त धेरै मेरो लागि काम गरेको छ भनेर मन पराउनु भयो, डाङडुङ आफै लिनुभयो। हालेलुया। मैले भन्न चाहेको चाहिँ त्यो एउटा सानो एक्जाम्पल, तर तपाईँ र मसँग भएको थोकहरू जुन दिनदेखि प्रभुको लागि काम लाग्न थाल्छन्, तपाईँ र मसँग भएको समय प्रभुको लागि काम लाग्न थाल्छ, तपाईँ जुन टाइम घर बस्नुहुन्छ र त्यही टाइम तपाईँले प्रभुको लागि दिने कुनै बाटो खुल्दै खुलेको छ भने त्यो पनि एउटा फल बन्न सक्थ्यो। त्यो समय पनि अहिले यो समय एउटा फल बनेको छ हाम्रो। कतिजना चर्च जाएनन्, उनीहरूको लागि यो समय फल बनेन। संगति जाने जुन समय हुन्छ, एउटा टाइम हुन्छ, त्यो टाइम पनि प्रभुको लागि जब हामी दिन्छौँ नि त्यो पनि एउटा मिठो फल हुन्छ प्रभुको लागि। आमेन। हामीसँग भएको धन पनि जब जब प्रभुको कामको लागि आवश्यक पर्छ र हामी त्यो कुरा दिन्छौँ, हामीसँग भएको थोकहरू, कतिले लुगा कपडाहरू, आफूसँग भएका यावत थोकहरू के हुन्छ, ख्रिस्टको निम्ति, ख्रिस्टको नाममा केही कुरा दिइन्छ नि, त्यो कुरा फल बन्छ। हे प्रभु, तपाईँसँग गाँसिएर हाम्रो जीवन फलवन्त होस्, हामीलाई फलवन्त बनाउनुहोस्। के भनेको यो प्रार्थना कस्तो थाहा छ? हामीलाई आशिष दिनुहोस्, हाम्रो काम राम्रो होस्, मजाले होस्, ताकि मेरो कामबाट तपाईँलाई दिन सकौँ। गलत। आज तपाईँले सिक्नु होला, यस्तो प्रार्थना होइन। हे प्रभु, मलाई यो कुराहरू गरिदिनुहोस् ताकि म फलवन्त बनु, होइन। जे कुरा तपाईँसँग अहिले छ, चाहे धनमा तपाईँ गरिबमा होला, चाहे धनी होला, तपाईसँग भएका थोकहरू होला, तपाईसँग भएको बुद्धि होला, ज्ञान होला, स्रोत होला, जे कुरा प्रभुको लागि तपाईँले दिँदै हुनुहुन्छ, गर्दै हुनुहुन्छ, प्रभुको लागि जब जब काम पर्छ तपाईँ त्यो ठाउँमा हुनुहुन्छ नि, बाइबलले भन्छ त्यो चाहिँ फलवन्त हो। आमेन। त्यो चाहिँ फल हो। यो चर्चमा जब पनि यो रङ लाउने, ग्रिलको काम हुन्छ, सूर्यदाई टुप्लुक्क हुनुहुन्छ प्रिय। बुझ्नु, उहाँसँग भएको त्यो कला, ग्रिलको काम, चाहे टोयलेट बनाउने काम, चाहे बार बार्ने जे पनि काम हुन्छ नि, कुनै पनि उहाँले मैले आजको दिनसम्म भन्दा नाइ भन्नुभएको छैन। मतलब त्यो उहाँसँग भएको वरदान, उहाँसँग भएको थोक, उहाँसँग भएको कुरा त्यसरी जुन टाइममा उहाँले अर्पण गर्नुहुन्छ नि, उहाँसँग भएको चिजहरूले प्रभुको राज्यमा योगदान पुग्छ नि, त्यसलाई भन्छ परमेश्वरको फल भन्छ। परमेश्वरलाई मन पर्ने फल चाहिँ त्यो फल हो, जे कुरा उहाँको निम्ति छुट्याइयो। आमेन। हामीसँग भएका थोकहरू प्रभुको निम्ति छुट्याउनु पर्छ हामीले। धन मात्र होइन, धन त एउटा माथिल्लो लेभलको भयो, त्यो पनि छुट्याउनु पर्छ। हामीसँग भएको कलाहरू पनि हुन्छ, समयहरू हुन्छ। एउटा गधाको बछेडो पनि यसोको लागि काम लाग्यो प्रिय हो। हामी विश्वासी भएर प्रभुको लागि काम लाग्दो नहुने, परमेश्वरको राज्यका लागि आज म तपाईँलाई बताउन चाहन्छु, जो तपाईँ अहिले देखिनु भएको छ नि, तपाईँ को हो भन्नु त एकपल्ट? तपाईँको परिचय के हो? पेसाको हिसाबले ठेकेदार हो। यो पेशागत हिसाबले पेशागत स्थानमा ठिक छ, तर वास्तविकतामा उहाँ जितबहादुर लोहार ठेकेदार होइन। बुझ्नुभयो? जसले तपाईँ व्यापार गर्दै हुनुहुन्छ, तपाईँ म व्यापारी हो, म बिजनेसम्यान हो, होइन। तपाईँ त्यो तपाईँले आज जे गर्दै हुनुहुन्छ तपाईँको त्यो परिचय होइन, किनभने यो चेन्ज भइरहेको छ। यो पर्मानेन्ट कुरा होइन, यो पृथ्वीको कुरा हो। सबैले भन्नु त आमेन। फेरि भन्नु आमेन। तपाईँले व्यवसाय गर्दै हुनुहुन्छ, तपाईँ म बिजनेसम्यान हो भन्दै हुनुहुन्छ, यो पेशागत हिसाबमा निश्चित ठाउँमा भन्न सक्छौँ हामी, तर तपाईँको वास्तविक परिचय नै चाहिँ तपाईँ बिजनेसम्यान होइन। तपाईँको वास्तविक परिचय नै तपाईँको ठेकेदार होइन। तपाईँ के गर्दै हुनुहुन्छ तपाईँ त्यो तपाईँको ओरिजिनल चाहिँ होइन।
भोलि तपाईँ त्यसमा नहुने बित्तिकै तपाईँ अर्को पनि गर्न सक्नुहुन्छ, भोलि अर्को पनि गर्न सक्नुहुन्छ। यहाँ केही कुरा पर्मानेन्ट छैन। त्यही कारण तपाईँको परिचय फेरि आज एउटा भोलि एउटा त्यस्तो हुँदैन। त्यही कारण जे कुरा अहिले तपाईँ र मैले गर्दैछौँ त्यो वास्तविक परिचय होइन, वास्तविक परिचय चाहिँ नि हाम्रो ख्रीष्टभित्र मात्रै छ। तपाईँलाई सिधा सिधा भन्नुपर्दा पहिला त्यो आन्दोलनको समयमा के भयो? देशमा माओवादी आउन आँट्दाखेरि राजतन्त्र फाल्नका लागि माओवादी स्थापना भयो देशमा। अनि माओवादीले के गर्यो? माओवादी कहाँबाट सुरु भएको? सुरुमा भन्नु त, माओवादी कुनै एकजना यहाँ मान्छेको विचारबाट सुरु भयो, त्यसपछि अर्को व्यक्तिमा सुरु भयो, 2, 4, 6, 8, 10 गर्दै सारा नेपालको गाउँ कब्जा गरेन? गरेको थिएन। मिसन चाहिँ उनीहरूले राति भित्र रूपमा, बाहिर अर्कै छ, शिक्षक हो, गाउँमा टिचर हो, त्यस्तोहरू धेरै थिए, टिचर हो, तर माओवादीको गुप्तचर थिए तिनीहरू चाहिँ। कुराहरू यताको कुरा यता, यो हुँदैछ सरकारमा भन्ने, अनि राति राति जङ्गल लगेर सुनाउने, यसरी उनीहरूले भित्र मिसनको काम गर्थ्यो। बाहिर शिक्षक तर भित्र माओवादी हुन्थ्यो। बाहिर गाउँको यसो नेता जस्तै अथवा काम गर्ने व्यक्ति, तर ऊ सुराकी हुन्थ्यो। वास्तवमा उनीहरूले माओवादीले खटाएको सुराकी हुन्थ्यो। यस्तो प्लान गरेर भित्र मिसन गरेर राति राति जङ्गल बसेर देखिने रूपमा नआएर ड्याङडुङ नेपालको गाउँदेखि लिएर हरेक मान्छेमा नै कब्जा गर्यो। हरेकलाई डर भयो, हरेकलाई लाग्न थाल्यो अब हामी माओवादी नै हुनुपर्छ, हामीलाई हाम्रो लागि यही हो भन्ने बनायो। सिधै आएर गाउँमा माइकमा यसरी भनेको थियो तिनीहरूले? होइन। 1, 2 गर्दै राति आउँथ्यो, राति नै घरमा कतिजना गाउँ कब्जा गरेर राति नै के काटकुट गरेर खान्थे, फर्काउँथे पनि, के गर्थे। तर यिनीहरूको मिसन चाहिँ के थियो? भित्र रूपमा थियो, अँध्यारोमा थियो प्रिय। अनि जब एउटा टाइम आयो, एउटा डेट आयो, होइन, यो प्रचण्ड बाबुरामहरू लुकेर हिँड्थे प्रिय, भित्र हिँड्थे। यिनीहरूलाई देख्यो भने सरकारले टाउको मूल्य तोकिदिएको थियो, विभिन्न थियो, भित्रै प्लान गर्थे। इन्डियामा नेपालमा लुकेर यिनीहरू बस्थे, तर यिनीहरूको भित्रको योजना चाहिँ चलाइरहेको थिए। अनि एउटा टाइम आएपछि यिनीहरूले सरकारमा धावा बोल्यो प्रिय। यिनीहरूले लडाइँ गर्न सुरु गर्यो। लडाइँ गर्दै गएपछि अन्तमा यिनीहरूको धेरै विजय भएपछि के भयो? सरकार, होइन, श्री 5 को सरकार झुक्न कर लाग्यो। दलहरू मिले, अनि दलहरू मिलेपछि के गरे? माओवादी दलमा आयो, दल गठबन्धन भयो, दलमा आयो। त्यसपछि के भयो? सरकार ढालिदियो। नेपाल सरकार, श्री 5 को सरकार रहेन, त्यसपछि नेपाल सरकार भयो। तर एउटा टाइम आयो जब त्यसपछि यिनीहरूले बाहिर ब्लङ काम सुरु गरे। त्योभन्दा अगाडि भित्र मिसनमा अँधेरोमा र जङ्गलमा काम गरे। अनि जब झ्याप्पै आफ्नो पहुँचमा सबै भयो, सरकारमा गए। अब यो चाहिँ यसरी हुनुपर्छ, हाम्रो आवाज यस्तो हुनुपर्छ, राजा हुनु हुँदैन भनेर यिनीहरूले काम गरे। ब्ल्याक्टै कुरा, सबै कुरा पास हो। यो जब पहिलोपल्ट माओवादी सत्तामा आउँदै थियो, चुनावमा आए, त्यतिखेर त म पनि माइकमा, त्यतिखेर पनि प्रिय त्यो हर्क साम्पाङले अहिले बोल्ने माइकमा त त्यो जमानामा बोलेको मैले। माथि गाउँदेखि भानु चोकसम्म अगाडि नारा हाल्ने, म पछाडि म पछि हाल्थे, अरूले सानो भाइले बोल्ने भएको कारणले गर्दा यसरी मिसन सुरु भएको थियो। अन्त्यमा यिनीहरूले के गर्यो? एउटा टाइम आएपछि कब्जा गर्यो। अब सुन्नुहोस्, तपाईँ बाहिरी रूपमा कामको हिसाबले बाहिरी पहिचान उहाँको ठेकेदार छ। कतिले तपाईँले व्यवसाय गर्दै हुनुहुन्छ, तपाईँले अहिले बिजनेसम्यान भन्दै हुनुहुन्छ, तर तपाईँ र हाम्रो नि वास्तवमा भित्र एउटा मिसन हो क्या प्रिय, मिसन हो छ। त्यो कुरा हामीले बिर्सेका छौँ। माओवादीले राति राति जङ्गलमा काम गरे जस्तै हाम्रो एउटा भित्रको प्लानिङ छ, भित्री एउटा मिसन छ, भित्रै सञ्चालन गर्नुपर्ने। बाहिर देख्दा बिजनेसम्यान, बाहिर देख्दा ठेकेदार, बाहिर देख्दा ऊ अर्कै के काम गर्दैछ, टिचर हो, तर हाम्रो एउटा भित्रको मिसन छ। त्यो मिसन चाहिँ येशू ख्रीष्टको राज्य फैलाउने मिसन छ प्रिय। आमेन। हाम्रो वास्तविक परिचय चाहिँ त्यो। तर यहाँ त बिर्सेका छौँ हामीले। हामी व्यवसायी छौँ, हामी व्यवसायी नै हो, मिसन बिर्स्यौँ हामीले प्रिय। हामी यो काम गर्दैछौँ, म त यो व्यक्ति हो, हाम्रो परिचय त्यो हो, मिसन बिर्स्यौँ हामीले। हाम्रो भित्री मिसन एउटा हुनुपर्छ, आगो लाग्नुपर्छ भित्र। जनवादीहरूको क्रान्तिको समयमा आगो लागे जस्तै हामी भित्रको मिसन के हो? तपाईँ परमेश्वरको राज्यका लागि काम लाग्नुपर्छ। भित्र रूपमा तपाईँको प्लानिङ हुनुपर्छ। जेसुकै होस्, जीवनमा बाँचुन्जेल प्रभुको काम चाहिँ मेरो जीवनबाट हुनुपर्छ। यो तपाईँ भित्रको वास्तविकता हो।
यसलाई बिर्सेर अहिले बाहिरको परिचयमा नभुलिनु। आमेन। तपाईँ घरमा काम गर्ने होस्, कामै नगर्ने होस्, जेसुकै होस्, तपाईँ विश्वास गरेर किन पृथ्वीमा जिउँदो हुनुहुन्छ? स्वर्गमा नै परमेश्वरले ब्ल्याक 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 उठाएर किन नलगेको? किनभने मिसन पुरा गर्न प्रभुले यहाँ छोड्नु भएको छ। उहाँको एउटा मिसन छ। जसरी त्यो समयमा त्यतिखेरको प्रचण्डहरू चाहिँ एक ठाउँमा बसेर पुरा सञ्चालन गरेर उनीहरूले कब्जा गरे पुरा नेपाल राष्ट्रलाई। प्रिय सुन्नुहोस्, हाम्रो परमेश्वरले पनि त्यसरी हामीलाई खटाउनु भएको छ। बाहिर देख्दा अर्कै हौँ, तर हामी ख्रिस्टको सुराकीहरू हौँ वास्तवमा। आमेन। खै बुझेको कुरा तपाईँले? आमेन। धेरै बुझेको कि नबुझेको? आमेन। तपाईँ ख्रिस्टको सुराकीहरू हो। प्रिय बिस्तारै बोला, फेरि सुन्छ। हामी ख्रिस्टको त्यस्ता सुराकीहरू, भित्रभित्र मिसन हुनु पर्यो। अब हामी त सङ्गति नै जाँदैनौँ। हामीलाई सङ्गतिको बाल छ, चर्चको बाल छ, अनि अर्कै हामी त यो भन्दै हिँडेका छौँ। यहाँ पनि जिरो छौँ, यहाँ पनि जिरो छौँ। हामी के भन्थ्यो त्यतिखेर समयमा? दिनभरि टिचर गरेर शिक्षकहरू प्राय गाउँका शिक्षकहरूलाई चाहिँ माओवादीले कब्जा गरेको थियो, सुराकी बनाएको थियो। अनि शिक्षक गर्थे, यताको खबर उताको खबर थाहा पाउँथे, सट्ट राति उनीहरू मिसनमा लाग्थे। अनि जम्का भेट हुन्थ्यो उनीहरूको। यहाँ यो भएको छ, अब त्यहाँ हामीले यो गर्नुपर्छ, यसरी गर्नुपर्छ। त्यो गाउँमा चाहिँ त्यो सरपञ्चले चाहिँ यसरी अन्याय गर्दैछ अरे, त्यसलाई राति गएर तलाउनु पर्छ, यसै भन्थे उनीहरूले, प्लान गर्थे। अनि विश्वासीलाई प्रभुले मिसन बनाउनु भएको छ, विश्वासी चाहिँ मिसनमा छैन। हालेलुया। मेरो प्रियहरू, मैले तपाईँलाई एकदमै गहिरो कुरा भनेको, एकदमै गहिरो कुरा भनेको। जिन्दगी तपाईँ कतिन्जेल बाँच्नुहुन्छ, के गर्नुहुन्छ थाहा छैन। को कहिले मर्ने ती मध्येबाट, त्यो पनि कसैलाई थाहा छैन। प्रिय, थाहा छ हामी मध्येको कसको मलामी सुरुमा हामी जाने थाहा छ? अस्ति बिरामी हुँदा मर्छु जस्तो लागेको थियो मलाई। प्रिय, राति 2 बजे, राति शुक्रबार निको हुनुपर्ने थियो म, तर राति 2-3 बजे बिउजे टाउको यति विघ्न दुख्यो कि म मर्छु जस्तो लाग्यो। साँच्चै यसो नानीहरू सबै सुतेको हेरेँ, म त एकदमै डर लाग्यो। ला सलाक सुलुकै भएको थिएँ म, भनिन पनि एकछिनसम्म। भरे चाहिँ अति भयो, इमर्जेन्सी लैजाउन भनेको। फेरि आमा बोलाएर यताउता के गरेर एकछिन सुतेर त्यसपछि हल्का आराम भएपछि बसेँ म। रन्न कि क्या हो जस्तो लाग्दै थियो म। फेरि दिउँसो सुतेको म त सुतिरहेको छु, मेरो आत्मा त सट्टै उठ्यो माथि। पहिलोपल्ट यसो हेर्छु, म सुतिरहेको छु, कस्तो डर लाग्यो ला भनेर। म त हुँदैन भनेर फेरि जबरजस्ती आएँ, भरे गएकै भयो भनेर पहिलोपल्ट फेरि आयो, निक्ल्यो बादमा है। यसो हेर्छु सुतिरहेको छु, यसो उज्यालो डिजिटल देखिने रहेछ शरीर, आत्माले चाहिँ शरीरलाई यस्तो भन्दा नि कालो कालो भन्दा उज्यालो देख्ने रहेछ, एडिट गरे जस्तै। अनि यसो हेर्छु, म त सट्टै उठेँ है। अनि त्यो ऐठन परेको सपनाको होइन फेरि प्रिय, त्यो पनि भएको छ मलाई। यो चाहिँ अलिक फरक हो। मेरो आत्मा निक्ल्यो, अनि यसो हेर्छु, डर लाग्यो मलाई। घडाघडाक त्यो निस्किनु अलिक गाह्रो भयो जस्तो फिल भयो। आधी त्यो निक्लेर माथिबाट हेर्दैछु, डर लाग्यो। अनि अभी हुँदैन यार, गएकै भयो भने त टेन्सन हुन्छ भने फेरि आएँ जबरजस्ती। अनि यताउता गरेँ, 2-3 पल्ट त्यो चल्यो। यति डर लाग्यो त्यसपछि है। मान्छेको जिन्दगी केही होइन रहेछ। जे कुरोको लागि नि हामी घमण्ड गर्दैछौँ, फाइ गर्दैछौँ, यता र उता गर्दैछौँ नि, कुन बेलाको यस चुटकी बजे जस्तै प्लाट्टै फुट्ने अन्डा थाहा पनि छैन। त्यही कारण जबसम्म छौँ तपाईँ मिसन पुरा गर्नुपर्छ। जबसम्म छौँ गधा काम लाग्यो, तपाईँ काम लाग्नुपर्छ। आमेन। तपाईँ विश्वासी भएको त्यत्तिकै होइन, गाउँ गाउँमा छरछिमेकमा सुसमाचार सुनाउनु पर्यो। अब हामी बिस्तारै मिसनको काम अझै मजाले गर्छौँ। र त्योभन्दा मैले अघि भने नि, शिक्षकहरूले के गर्थे? एउटा शिक्षक सुराकी हुन्थ्यो, उसले सबै शिक्षकहरूसँग चिया खाँदै कुरा यताउता सबै बुझेर आफ्नो कुरा हाल्थ्यो। जे भए पनि देशमा राजा त हुँदैन हो, कान्छा भन्थ्यो, साइला भन्थ्यो, सर भन्थ्यो। अनि बिस्तारै माइन्ड बिस्तारै घुटेर उसले आफ्नो माओवादी कुरा सट्टा हाल्थ्यो, उसलाई पनि आफ्नो कब्जामा ल्याउँथ्यो। तपाईँ काम गर्ने ठाउँमा हुनुहुन्छ, तपाईँ सुराकी हो। काम गर्ने ठाउँमा हुनुहुन्छ, यताकै खाएको छ, उताकै खाएको छ, गवाई बिगारेको छ, यस्तो चाहिँ नहुनु। सुराकी हो, ख्रिस्टको गवाई बनिनुपर्छ, ख्रिस्टको प्रचार हुनुपर्छ। बिजनेस चाहिँ ख्रिस्टसँग होइन, बिजनेस चाहिँ बिजनेस हो, अलग्गै नभन्नु। फेरि येशू ख्रिस्ट तपाईँको जीवनबाट जाला, अलग बिजनेसबाट जाला। बिजनेस पनि येशू ख्रिस्ट हो। आमेन। मिसन हो। काम गर्नेहरू, कारखानामा हुनेहरू, व्यापारमा भोलि देश विदेशमा जानेहरू, एउटा ख्रिस्टको राज्यको सुराकी चाहिँ काम गर्ने मिसन बोकेका मान्छेहरू हामी जहाँ जान्छौँ ख्रिस्टको कुरा हुनुपर्छ।
कसरी प्रभुको लागि काम लाग्ने व्यक्ति हुन सक्छ त्यो ठाउँमा काम लाग्न पर्छ। याद गर्नु जीवनमा जहिले पनि हरेक दिन यार एउटा गधा त काम लाग्यो म कामै लागेको छुइनँ भनेर धिक्कार्नु कहिलेकाहीँ यदि कामै लागेको छैन भने। तपाईसँग भएको धन समय बल प्रभुको लागि काम लागेन भने गधा भन्दा पनि हामी तलको हुन्छौँ। के भन्ने गधा भन्दा तलको केही पनि छैन। सबैले आमेन हालेलुया हालेलुया। हामी सबैको साझा भित्री मिसन छ। त्यो मिसनमा जब काम गर्छौँ त्यो नै ख्रिस्टको लागि फल हो, फलवन्त हो, चेला हो भन्ने प्रमाणित भयो। त्यो कुराले पिताको महिमा हुन्छ। कुरा बुझ्नुभयो? तपाईँको के छ अरे भित्री साझा? यिनीहरूको पनि मिसन छ, यो केटाकेटीहरूको पनि सबै यिनीहरू मिसन बोकेकोहरू जहाँ जान्छन् जे गर्छन् भोलिको दिनमा ख्रिस्टको राज्यको निम्ति। अलिकति म सेटल हुन्छु, मेरो यो घर परिवार दामी ढुक्क बोलाइ भन्नु भूकम्प घिर्राएर भ्ल्याट्ट लान्छ, स्ट्याट हुन्छ भएन। केही कुरो त थाम्न सक्दैनौँ हामी। अनि पुरा के को लागि क्या त्यो सबै कुराहरू ख्रिस्टदेखि अलग रहेर सकिन्छ? तपाईँलाई पिसाब आएको थाम्नु नसकेर उठेर गएको गर्नुहुन्छ, थाम्नु नि एकछिन सक्ने भए। तपाईँ भित्रकै कुरा त हो, पानी त हो, सक्नुहुन्छ। अनि के कुरा चाहिँ हामी छ? हामीमा केही छैन प्रिय। कुन बेला हाम्रो जिन्दगीको अस्तित्व समाप्त हुन्छ, परिवारको अस्तित्व समाप्त हुन्छ थाहा छैन। त्यही कारण वास्तविकता तपाईँ र म ख्रिस्टको लागि फलवन्त हुनुपर्छ। गधा पनि काम लाग्यो, हामी काम लाग्नै पर्छ। हाम्रो समय, हाम्रो धन, हाम्रो बल, पैसा, सबै कुराहरू, बुद्धि काम लाग्न पर्छ ख्रिस्टको लागि। भित्र हामी वास्तविकतामा चाहिँ एउटा मिसनको सुराकीहरू जस्तै राज्य जसले फैलाएर लानुपर्छ हामीले। आमेन। तपाईँहरूले ठिकसँगले सुराकीको जस्तै भित्र मिसनको काम गर्नु त यो चर्च वृद्धि भएर भित्तामा पुग्न बाहिर पुग्न टाइमै लाग्दैन। त्यही नबुझेर त्यो नगरेर आफ्नै त्यो डुप्लिकेट परिचयमै म यो हो भन्दै हिँडेको कारण नै यस्तो भएको। एउटा मान्छे पनि जित्न नसकेको हामीले होइन। अब म व्यवसाय गर्ने मान्छे भन्नुहुन्छ, ख्रिस्टमा एउटा पनि मान्छे ल्याउनु न, ओरिजिनल मिसनै थाहा छैन हामीलाई। कुन बेला कोल्याप्स हुने थाहा छैन जिन्दगी। त्यही कारण मेरो प्रियहरू ख्रिस्ट येशूमा हामी सबैको एउटा साझा मिसन छ। त्यो मिसन भित्र रूपमा हाम्रो बाहिरी परिचय भन्दा भित्र त्यो माइन्डसेटमा काम गर्यौँ, ख्रिस्टको राज्य बढाउने, चर्च बढाउने, त्यतातिर हामी लाग्यो भने येशूको निम्ति फल त्यही हो। मेरा चेला हो भन्ने प्रमाण त्यहाँ हुन्छ, पिताको महिमा त्यहाँ हुन्छ। गधा पनि काम लाग्यो, गधा भन्दा पनि बोझको जिन्दगी चाहिँ नजिउने ख्रिस्टमा। ख्रिस्ट नपाएको भए ठिकै थियो, नरक कुण्ड जान्थ्यो, केही थिएन, मतलब थिएन। तर ख्रिस्ट पायौँ हामीले, अब त्यो काम यीशुको गर्न पर्छ। आमेन आमेन। फल्न पर्छ, छुट्टिनु पर्छ हाम्रो कुराहरू यीशुको लागि, अलग्याउनु पर्छ। यो बाहिरी कुराहरू तपाईँको परिचय होइन। म त हाउसवाइफ हो, घरको बुढी हो, हाउसवाइफ हुँदैन। म त व्यवसायी हो, त्यो हुँदैन। त्यो भित्रको एउटा मिसनको तपाईँ काम गर्ने व्यक्ति हो। आमेन। कुरा बुझ्नुभयो? आज तपाईँहरूले पनि बुझ्नुभयो? तपाईँहरूको पनि भित्र मिसन छ। ख्रिस्ट येशूको लागि काम लाग्नु पर्यो, राज्यको लागि, चर्च वृद्धिको लागि, मान्छेलाई बनाउने काम। राति राति कता कता सुसमाचार हुन्छ नि छिमेकी कहाँ, बुढोले मान्दैन, बुढीलाई सट्ट राति गएर भेट्नु नि भन्नु, सुनाउनु। कोही अलिकति खाने बानी छ, अलिकति लालचमा फस्छ भने अलिकति पैसा गर्नु अनि खाना खानु लानु, होटेलमा खाजा कफी खानु लाउनु, 2-4 पल्ट आफ्नो कुराहरू बिस्तारै छिराइदिनु। बुद्धिले आफ्नो पकडमा आउँछ, चर्च आउँछ, मिसन पुरा हुन्छ। यसरी यस्तै मिसनको लागि त त्यही कारण बाइबलले भन्छ अन्य जातिलाई आफ्नो धनले मित्र बनाऊ। यो मिसन हो सबै। आमेन। हालेलुया। कुरा बुझ्नुभयो? हामी केमा छौँ? माओवादीले राति रमाइदिएर काम गरे जस्तै हामी भित्र एउटा बाहिर भन्न त अब हामीलाई सजिलो छैन। अहिलेको समयमा प्रचार गरेर हिँड्नु जहाँ सजिलो छ त्यहाँ गर्छौँ, नगर्ने ठाउँमा भित्री रूपमा हाम्रो टार्गेट हुन्छ ख्रिस्टमा ल्याउन, मिसनमा ल्याउन। तपाईँहरूले यसरी काम गर्नु त यो चर्च बढ्नु कति समय लाग्छ? हामीलाई लाग्छ? कति पनि लाग्दैन। प्रत्येकले एक परिवारमा त टार्गेट गर्यो भने 1 महिनामा यो चर्च उहाँ भित्तामा पुग्छ, त्यहाँदेखि उतापट्टि पुग्छ, त्यतिकै बढेर जान्छ। चर्चको लागि जग्गाको हामीलाई प्रब्लम छ। त्यसरी मिसनमा लागौँ, मान्छे वृद्धि हुँदै जाउँ त जग्गा पनि आफ्नो हुन्छ। धेरैवटा गर्न सक्छौँ, किन्न सक्छौँ। हामी जबसम्म युनिटीमा छौँ, जबसम्म ठुलो एकतामा छौँ, हामी शक्तिमा छौँ। आमेन।
जबसम्म तपाईँ चर्चको मिसनमा हुनुहुन्छ, यो पृथ्वीमा बाँचिन्छ तपाईँ शक्तिशाली मान्छे हुनुहुन्छ। जब तपाईँ मिसनमै हुनुहुन्न, कहिल्यै यो विषयमा सोच्नुहुन्न यो त पास्टरको काम, एल्डरको काम, कोयरको काम, जवान यसो बोल्नेहरूको काम, हामी त नयाँ विश्वासी अथवा हामी त के जानेको छ र भनेर यस्तो हो भने चाहिँ हुँदैन। तपाईँ पनि सुराकी बनिनु पर्यो ख्रिस्टको। सुराकी भनेको के हो? यताको कुरा उता लाने, फेरि छिमेकीको कुरा यता र उता घरको कुरा लगेर फेरि सुराकी होइन, ख्रिस्टको कुरा यहाँबाट बोलेका वचनको कुरा सुनाउनु होला नि, त्यो सुराकी हो तपाईँहरू। आमेन, हालेलुया। कुरा बुझ्नुभयो? मेरो प्रिय गधा पनि प्रभुको लागि काम लाग्यो। धेरैपल्ट हामी लागेका छैनौँ, लाग्दैनौँ। हामी त्योभन्दा पनि तलको जिन्दगी नजिउँ यो पृथ्वीमा, त्योभन्दा पनि दिगदार जिन्दगी नजिउँ यो जिन्दगीमा। तपाईँ बहुमूल्य हुनुहुन्छ, तपाईँ विशेष हुनुहुन्छ। मान्छेको चोला लिएर जन्मिनु भयो, हामी जन्म्यौँ, यो नै सबैभन्दा उत्तम कुरा हामीले पाएका छौँ। अब मरेर कुकुर हुने, मरेर गधा हुने, के हुने, अन्य धर्म जस्तै केही हुँदैन। एउटै कुरा हुन्छ कि स्वर्ग हुन्छ कि नर्क हुन्छ। हालेलुया। त्यही कारण यो मिसन जो छ नि भित्रभित्रै, यसमा तपाईँले काम गर्नु नै ख्रिस्टको निम्ति फल हो। यूहन्ना 15 अध्यायले मेरो पिताको महिमा हुनेछ, तिमीले फल फलायो भने, ममा रह्यो भने फल फल्नेछ, ममा रह र फल फलाओ, ममा रहो। सबैले भन्नुहोस् त, ममा रहो। रहो भनेको चाहिँ मिसनमा रहो, भित्र रूपमा काम गर, किङडम अफ गड, चर्चको लागि, प्रभुको राज्यका लागि के गर्न सक्छौ त्यो गर, त्यो मिसनमा रहो, ममा रहो। चर्चदेखि अलग पर 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 नहुनु, रहनु चर्चमा, प्रभुको राज्यमा रहनु, किङडम अफ गडमा रहनु, त्यो ममा रहनु हो। त्यो गधा